सब गोटे में प्रणाम। मैथिली ट्यूशन के 8वीं कक्षा में अहाँ सब गोटे के स्वागत है। मित्र लोकन काल हमरा सबके एक गृह कार्य दिल रहा साथीहरु एक कुरा नेपाली में भन्नुपर्दा हिजो हामीले तपाईहरुलाई होमवर्क दिएका थियौं। होमवर्क में 5 वटा वर्ड थियो। पहिलो शब्द थियो करु तेल। करु तेल भनेको नेपालीमा सरसो तेल हो। खाना पकाउने सरसो तेललाई हामी करु तेल भन्छौं। गरी तेल मैथिली वर्ड हो। यसलाई नेपालीमा तपाईले बुझ्नु पर्दा नरिवल तेल। त्यसपछि अर्को थियो खललोढा। खललोढा भनेको त्यो जोडी हो हैन, हाम्रो भाँडाको जुन हामी कुनै कुरा कुट्नलाई युज गर्छौं नि, त्यो सामान राखेर अनि कुट्नलाई युज गर्छौं, त्यसलाई चाहिँ त्यो जोडीलाई नै खल र लोढा भनिन्छ। खल भनेको तलको बेस पार्ट र लोढा भनेको जसले हामी कुट्न युज गर्छौं। गेरुवा भनेको सिरानी। झर्नी भनेको तपाईको कपाल लट्टा परेको हुन्छ, त्यो बेला जति बेला लट्टा परेको कपाललाई जुन हामी त्यो लट्टा फुटाउन युज गर्छौं नि फर्स्टमा, त्यसलाई झर्नी भनिन्छ। र झर्नी भनेको मोटो काइयो चाहिँ हैन है, झर्नी भनेको त्यो छुट्टै हो जुन लट्टा फुटाउने पर्पसको लागि मात्रै युज गरिन्छ। साथीहरु आज हामी सिक्ने क्रममा तपाईहरुको लागि के ल्याएको छौं भने हामीले बोल्दाखेरि फर्स्ट पर्सन, सेकेन्ड पर्सन अथवा थर्ड पर्सनलाई बोलाउँछौं नि हैन, त्यसलाई चाहिँ हामी मैथिलीमा के भन्छौं, कसरी भन्छौं त्यो लिएर आएको छौं। जस्तै फर्स्ट पर्सन भनेको म हो, इंग्लिशमा आई, नेपालीमा म, त्यसैलाई मैथिलीमा हम भनेर भनिन्छ। हम भात खाइछि, हम भनेको म पछि मेरो भनेको हम्मर। मैथिलीमा मेरोलाई हम्मर भनिन्छ। हम्मर पप्पा के नाम ई एच, हमर बाबूजी के नाम ई एच, हम्मर नाम ई एच भनेको मेरो नाम। त्यसपछि तिमी भनेको हुन त खासै त्यो तिमीहरुको लागि तिमी अनि तिम्रो यस्तो शब्दहरु छैन मैथिलीमा। सबैको लागि हामी आहा नै प्रयोग गर्छौं तपाई जस्तै। तर अहिले मैथिलीमा पनि धेरै शब्दहरु बाहिरबाट पनि युज हुन थालेको छ। सो मैथिलीमा तिमीलाई उच्चारण गर्नै पर्यो भने तु भनेर उच्चारण गरिन्छ। तिमी भनेको तु। तिम्रो भनेको तोहर घर कत छौ। अब अलिकति रुड हुन्छ, त्यही भएर मैथिलीमा आहा शब्द मात्रै छ। त्यसपछि तपाईको अर्थ के हो, हामीले पहिला पनि क्लासमा भनिसकेका छौं। तपाई भनेको आहा। तपाईको भनेको आहा के भनेको को हो। त्यसपछि उसको भनेको मैथिलीमा ओक्कर, उसकोलाई ओक्कर भनिन्छ। त्यसपछि हामीहरु भनेको अपना सब घुम चलब आए, हामीहरु आज घुम्न जाने। यो भनेको जस्तै यो के हो, यो भनेको मैथिलीमा त्यसलाई ई भनिन्छ। ई सिम्पल ई कथि है। त्यसपछि त्यो भनेको ओ अथवा उ, त्यो के हो, ओ कथि छिए, उ कथि छै भनेर भनिन्छ। त्यसपछि नेपालीमा हो भनेको मैथिलीमा ह। जस्तै यो कुरा यस्तो हो, अनि यो कुरा यस्तो ह भनेर मैथिलीमा ह भनिन्छ है, त्यसलाई हो भनेको ह। होइन, यस्तो होइन, त्यसलाई मैथिलीमा होइनलाई नै भनिन्छ। नै सिम्पल न अनि त्यसमा ऐ लगाइदिने नै। त्यसपछि प्रश्नवाचक शब्दहरुमा नेपालीमा केलाई मैथिलीमा कथि, कि अथवा आए भनेर भनिन्छ। कथि कि एकदम धेरै सामान्य प्रयोग हुन्छ। जस्तै यो के हो, यी कथि छिए, यी के छिए। अनि आए भनेको पर्सन बोलाउनलाई युज गरिन्छ, जुन हामी कुनै कन्भर्सेसनमा पछि डिस्कस गरौँला। त्यसपछि नेपालीमा कति बेला भनेको मैथिलीमा कखन जेबे सबगोटा, कति बेला जाने हो सबैजना भनेर हो। त्यसपछि नेपालीमा कसरीलाई मैथिलीमा कोना भनिन्छ। हामीले यो कुरा पहिला पनि कुनै कन्भर्सेसनमा हालेछौं। जस्तै चामल कसरी अनि चाउर केना छै। त्यसपछि नेपालीमा किन भनेको मैथिलीमा किया अथवा कथिला। किया हैन है, किया अनि कथिला। त्यसपछि नेपालीमा कहाँ भनेको मैथिलीमा कत, कहाँ जाने हो, कत जेबै। त्यसपछि नेपालीमा त्यहाँ भनेको मैथिलीमा ओत ओही ठाम। त्यहाँ भनेको ओत ओही ठाम। नेपालीमा जहाँ भनेको मैथिलीमा जेत र जही ठाम हो, जेत जही ठाम। नेपालीमा कसको भनेको मैथिलीमा केकर हो।
अब यो शब्दहरू हजुरले प्र्याक्टिस गर्नुभयो भने एकदम राम्रो हुन्छ। जस्तै तपाईँले आहाँके नाम की य भनेपछि त्यसलाई मैथिलीमा सोध्नु पऱ्यो भने कसरी आहाँके नाम कथी अछि, आहाँके नाम की य भनेर भन्छौँ होइन। नेपालीमा तपाईँको नाम के हो, मैथिलीमा आहाँके नाम की य। त्यसपछि यो कन्भर्जन ठ्याक्क 1 by 1 वर्ड टु वर्ड जानुभयो भने तपाईँलाई एकदम राम्रो बुझ्न सकिन्छ। यो शब्दहरू आज प्र्याक्टिस गर्नु है। कुनै आफ्नै सामान हेरेर यी हम्मर पेन छियै, यी आहाँके कपी अछि, त्यसरी प्र्याक्टिस गर्नुभयो भने झन् राम्रो हुन्छ। र अब हामीले पर्सनको बारेमा कुरा गरिसक्यौँ, अब्जेक्टको बारेमा कुरा गरिसक्यौँ। भोलि हामी भर्बहरूको बारेमा कुरा गर्छौँ र सँगै कसरी जोडेर तपाईँ अकमकाएर पनि अब सुरुमा कसरी फर्स्ट सेन्टेन्सहरू बोल्न सक्नुहुन्छ, आफै क्रिएट गर्न सक्नुहुन्छ, त्यसको बारेमा कुरा गर्छौँ। ल आजलाई यति नै साथीहरू। तपाईँलाई केही कमेन्ट छ, अझ हामीले केही सुधार्नुपर्ने छ अथवा सजेसन्स केही प्रतिक्रिया छ भने हामीलाई कमेन्टमा लेख्नुहोला। हस्त यसका साथै आजको क्लास सकिन्छ। सबैजनामा धन्यवाद, नमस्ते, प्रणाम।